पाँचवटा वस्तु जुन हामीले सूर्यास्तपछि घरबाट कसैलाई दिनु हुँदैन, दान गर्नु हुँदैन, अथवा कोही ती वस्तुहरू चाहिँ माग्न आउनुहुन्छ भने चाहिँ ती वस्तुहरू चाहिँ हामीले दिनु हुँदैन। यदि ती वस्तुहरू दियो भने चाहिँ यी 5 वस्तुहरू जुन म तपाईलाई चाहिँ जानकारी गराउँदैछु, यी 5 वस्तुहरू चाहिँ तपाईहरुले घरबाट चाहिँ सूर्यास्तपछि साँझ सूर्य अस्त भइसकेपछिको समयमा यदि 5 वस्तुहरू तपाईहरुले घरबाट दान गर्नुहुन्छ भने चाहिँ ती दानले पनि तपाईलाई चाहिँ केही नराम्रो प्रभाव पर्छ, जस्तो तपाईका काम काज व्यवहार र तपाईका धनलाभ र स्वास्थ्यको सम्बन्धमा चाहिँ यसले असर गर्ने गर्छ। शास्त्रले यी कुराहरू कसरी उल्लेख गरेको छ भन्दाखेरि चाहिँ साँझको सूर्यास्त दान सूर्यास्त भइसकेपछि यदि कोही व्यक्तिले पैसाको दान गर्छ, धनको दान गर्छ भने चाहिँ त्यो धनले चाहिँ त्यो व्यक्तिलाई लाभ दिँदैन। त्यसबाट चाहिँ लक्ष्मी महालक्ष्मी चाहिँ रुष्ट हुनुहुन्छ र त्यसले चाहिँ घरको सहलाई चाहिँ लिएर जान्छ। र अर्को वस्तु रहेको छ, हामीले सन्ध्याकालीन अथवा सन्ध्याकालपछि दुधको दान गर्नु हुँदैन। कोही दुध हामीले दान गर्छौँ, केही दुधहरू हामीले चाहिँ केही दुखी गरेर दिन्छौँ भने पनि सन्ध्याकालमा गरिएको त्यो दुधको दानले पनि चाहिँ तपाईको घरमा नराम्रो प्रभाव पर्छ। त्यसै गरिकन चाहिँ दहीको दान पनि गर्नु हुँदैन। यदि हामीले बेलुकाको समयमा दहीको दान गर्यो भने चाहिँ सूर्यास्तपछि दहीको दान गर्यो भने चाहिँ त्यसले पनि हाम्रा जन्म कुण्डलीका शुक्र ग्रहको प्रभाव कमजोर बनाउँछ। यसले पनि धनार्जन र लक्ष्मी महालक्ष्मीलाई चाहिँ प्रसन्नता मिल्दैन। यसले पनि चाहिँ हाम्रो समृद्धिमा बाधक रहन्छ। त्यसै गरिकन चाहिँ हामीले बेलुकाको समयमा हल्दी बेसार पनि दान गर्नु हुँदैन, जसले चाहिँ बृहस्पति ग्रहको प्रभाव कमजोर रहन्छ। सन्ध्याकालीन पछिको समयमा यदि हामीले हल्दी अथवा बेसार घरबाट दान गर्यो भने चाहिँ यसबाट पनि हामीलाई अशुभ प्रभाव पर्छ। र त्यसै गरिकन चाहिँ अर्को एउटा दान रहेको छ लहसुन र प्याज। यदि हामीले साँझको समयमा लहसुन अथवा प्याज यी वस्तुहरू दान गर्यो भने चाहिँ घरमा केही भूत प्रेत पिचाच अथवा चाहिँ केही नकारात्मक कुदृष्टि दिने व्यक्तिहरूबाट जुन गरिएका तन्त्र मन्त्र अथवा तपाईहरुलाई असर गरेका वस्तुहरू छन् ती प्रभावहरू चाहिँ एकदम बढेर जान्छ। यी 5 वस्तुहरूलाई चाहिँ हामीले सन्ध्याकालपछि दान गर्यो भने चाहिँ यसले चाहिँ हामीलाई विशेष असर गर्छ, हानि गर्ने गर्छ।